एकचोटि यहाँ तल यो उखाने बुढोको कुरा सुन्नु त एकचोटि। उहिले खोलामा बग्दै जाँदाखेरि म पनि केही किलोमिटर बगेको थिएँ अनि आफै पारी निस्किएको थिएँ। अब मान्छेहरूले देख्दाखेरि देखेका भए, कसैले देखेकै थिएन म बगेको, त्यस कारण कसैले देखेका भए बग्यो नै भन्टान्थे। किन डुबेन त नि, डुब्न पर्ने भनेको के कस्तो बाँचेर निस्केको त नि, त्यही बेला गएर मर्न पर्ने के, त्यही डुबेर त्यही खोलाले बगाएर अनि डुब्न पनि बागमतीमा डुबेको थियो होला। त्यही भएर आजसम्म बागमती फोहोरको फोहोर नै छ। यति धेरै फोहोर बालेन्सा पनि आत्तिसक्यो बागमती सफा गर्दा गर्दा, यति धेरै कर्मचारी ल्याएर सफा गर्न लाग्यो, त्यही पनि कालोको कालो नै छ। किन भयो कालो भनेर भनेको त बालेन्सालाई थाहा नै छैन कि हो यो उखानेलाई बगाएको थियो नि त एकचोटि, अनि यो उखानेको मैलो झरेर अनि त्यो बागमती फोहोर भएको के। अनि त्यही भएर अस्ति बालेन्साले चाहिँ अनि स्टाटसमा लेख्नु भएको थियो नि टुकुचामा गाड्दिन्छु भनेर। किन लेख्नु भयो भनेर भन्दाखेरि चाहिँ अब यसलाई बागमतीमा फालेर काम छैन, पहिला पनि एकचोटि डुब्दा डुब्दा यो निस्केर बचिहाल्यो, अब चाहिँ यसलाई चाहिँ टुकुचा गाड्नुपर्छ, बागमतीमा फालेर हुँदैन, काम हुँदैन, फेरि त्यहाँबाट फेरि निस्क्यो भने फेरि देशको सर्वनाश गर्छ भनेर चाहिँ। अनि अर्को कुरा यो बुढोलाई काल किन नआओ भनेको, काललाई पनि घुस दिएर बसेको छ क्या भनेको, कति करोड घुस दियो भनेको के, किन नआओ, यो दुनियाँमा अरू सबै मान्छेलाई त आएको छ त। अनि नेपालको हावापानीमा के चाहिँ त्यस्तो मिनरल्स छ भनेको के, यसको दुईटा किडनी भेट्दा पनि अहिलेसम्म जिउँदैछ, सास फेरिरहेको छ भनेको के। अनि भन्छ नि नेपाललाई सतीले सरापेको देश भनेर, हो त्यो सतीले सरापेको एउटा सरप यही नै हो कि। अनि दुईटा त गर्छ, अनि एउटा चाहिँ आतंककारी देशभरि आतंक फैलाएर राखेको छ, कहिले हो जानी कहिले छोड्ने हो त्यो सास भने के, कति फेरि सास भने के हो त्यो सास फेरेर पनि होला। वर्ल्डको एयर पोल्युसनको इन्डेक्समा सबभन्दा टपमा काठमाडौँ छ, यो काठमाडौँमा बसेर सास फेरेर काठमाडौँको हावा पनि दूषित भयो होला। त्यही भएर अनि त्यो बेलामा अनि त्यो खोलाले बगाएर किन नटप्केको, किन नगाएको भनेर भनेको त देशलाई डुबाउनु रहेछ नि त, त्यही भएर यो नडुबेको के। त्यही भएर आजको समयमा हाम्रो देशको हालत चाहिँ यस्तो छ, देशभरि भ्रष्टाचार मचाएर देशलाई बेचेर खाएर लुटपाट गरेर देशको मान मर्यादा सबै बेचेर खाएर आज केही पनि बाँकी छैन देशमा। अझै त्यही पनि निच्चा हाँसेर स्टेजमा चढेर ल भन्नुहोस् तपाईहरु हामीलाई सल्लाह सुझाव दिनुस्, नयाँ कानुन बनाउनु पर्ने, सबभन्दा बेस्ट कानुन के हो थाहा छ, तेरो हातमा हतकडी लाएर तँलाई भित्र लएर कोच्यो भने नि सबैभन्दा राम्रो कानुन व्यवस्था भन्ने चीज नि त्यहीबाट प्रकट हुन्छ कि, बुझिनस्। बाकी सबै कुराहरु राजाले राखेपछि आफै ठीक हुन्छ, बुझिस् नि यति कुरा। साला पातकी त त्यो खोलामा किन नडुबेको थाहा छ, हो त्यो खोलामा डुबेर त मरिस भनि नि, हो त्यो खोला चाहिँ दूषित हुन्छ भनेर के त्यो खोलाले पनि चाल पायो होला, हो त्यो खोलाले अनि तँलाई त्यहाँबाट किनारा लगाइदियो हो के, बुझिस् नि। कति भ्रष्टाचार गरे पनि नपुगी, जति देशको पैसा लुटे पनि देशको ढुकुडी रिताइदिसक्यो यार, माकसम अरु देशमा गएर भिख मागेर आएर देशको टाउकोमा आजको दिनमा 27 खरबको ऋण छ, अझै देश विकास भएको छ रे, तेरो पार्टीको विकास भएको छ, तेरो पार्टीको कार्यकर्ताको विकास भएको छ, तेरो आफ्नो परिवारको विकास भएको छ, देशको जनताको केही पनि भलो भएको छैन, केही पनि विकास भएको छैन। किन भएको भन्दा त बाँचेर त्यो बेलामा हो त्यो खोलासँगै लिएर गएर हो त्यो बेला टपकिन पर्ने त, अब टपकिनस् नि त। आजको समयमा दुईटा किडनी फेरि देशलाई डुबाएको छ। यो झ्याक्नेले जिन्दगीमा गरेको भनेको त्यही उखान टुक्का मात्र हानेको, अरु केही पनि गरेको छैन यसले आफ्नो जिन्दगीमा। यत्रो 18-19 वर्षमा हातमा सत्ता लिएर बसेर के चाहिँ गरिस् बे तैले, के चाहिँ गरेर देखाइस्, देशको लागि के गरिस्, हो त्यो चीज भन्न। अब यो भन्दै भन्दा फेरि उखान हान्दिहाल्छ यसमा पनि। तपाईले सुन्नु भएको थियो यस्तो हुन्छ, त्यहाँ त यस्तो थियो, अहिले यस्तो हुन्छ। मात्र पातकी बुढो विद्यादेवी भण्डारीको पोइ मा झ्याक्ने कुरा बुझ्दैनस्, अब छोड्दै के सत्ता धेरै भइसक्यो भनेको के, नेपाली जनतालाई तैले धेरै उपकार गरिसके, धेरै सास छोड्ने बेलामा अब के देश पनि सँगै लिएर जाने हो आफूसँगै। साला कुपुत्रो के रे भन्नला आफ्नो सन्तान पनि केही पनि छैन, अहिले यत्रो पैसा चाहिँ भ्रष्टाचार गरेर के छातीमा लिएर जान्छ मर्ने बेलामा, कुपुत्रो बुढो। अब आनन्दले अब सर्लक्क लाएर आफ्नो कुर्सी छोड्दै सत्ता छोड्दै अब आउने जेनेरेसन, अब आउने युवाहरूलाई पनि देश चलाउन दे, थपक्क लाएर हेर देश कसरी चल्छ, कसरी चलाउनु पर्ने रहेछ भनेर अब छोड्दै पातकी धेरै भइसक्यो। अरे यार त्यो खोला कुन चाहिँ हो, कहाँबाट यो निस्केको थियो, के कसैले गएर यसलाई समातेर लिएर त्यही खोलामा गाड्दिउ न भनेको के, ए भगवान धेरै भइसक्यो के, देशको लागि धेरै ठुलो उपकार हुन्छ। अनि गल्ती यसको मात्र पनि होइन के, गल्ती हामी नेपाली जनताको पनि हो कि, हामीले यत्रो 18-19 वर्षसम्म हैन यस्तो पातकीको गफ सुनेर भोट दिएर जिताएर प्रधानमन्त्रीको कुर्सीमा राखेर यसले के नगर्छ होला भनेर हाँसेर मक्क परेर भोट दिएको। आजको समयमा देश डुबाएर बेचेर खाएर सकाएर देशको जनतालाई दुःख दिएर देशमा महँगाई र बेरोजगारी बाहेक अरु केही पनि छैन, यसले देशलाई दिएको भनेको यति हो, महँगाई र बेरोजगारी। अनि यसले गरेको भने त्यही उखान टुक्का हानेको, तँलाई टुकुचामा हैन के भाइ, तँलाई 6-7 फिट तल गेर खाल्टो खनेर जिउँदै गाड्नु पर्छ तँलाई, बुझिनस् साला पातकी बुढो। अनि अब चाहिँ हामीले यो पातकीलाई जतिसुकै भोट हाल्नु त्यो हालिसक्यो, जतिसुकै सपोर्ट गर्नु त्यो गरिसक्यो, अब चाहिँ गर्नु भएन, अब चाहिँ सबैजनाले आँखा र कान खोलेर अगाडि बढ्न पर्यो, बुझ्न पर्यो सबैले कुरा। अनि आजको समयमा चाहिँ हाम्रो देशलाई चाहिँ राजाको धेरै खाँचो छ, देशले मागिरहेको छ, त्यही भएर सबैजनाले राजालाई साथ सपोर्ट दिएर माया दिएर सबैजनाले राजा फिर्ता ल्याउनु पर्छ देशमा। अनि बालेन्सा रवि लामचानी जस्तो मान्छेहरू, हर्क साम्पाङ जस्तो मान्छेहरूलाई चाहिँ अगाडि बढाएर देश चलाउन दिनुपर्छ, अनि बल्ल देशको प्रगति गर्न सकिन्छ। त्यही भएर सबै नेपाली जनताहरूलाई हात जोडेर म नमन गर्छु, सबैजनाले चाहिँ अब चाहिँ 7 गतेको आन्दोलनमा साथ दिनुस्, गएर देश बचाउनु पर्छ, देश डुबेर सर्वनाश खतम बनाइसक्यो यिनीहरूले। हाम्रो आउने जेनेरेसनको लागि भए पनि केही चीज भए पनि हामीले चाहिँ दिनको लागि हामीले केही साँचेर राखिदिनुपर्छ, त्यसको लागि भए पनि सबैजना उठेर बोल्नुस्। जय नेपाल, जय राजतन्त्र।